नेपालका आशा रविन्द्र ढाड फेरि भिसा समस्यामा। युएफसीको यात्रा कतै रोकिने त होइन? कल्पना गर्नुहोस् त, वर्षौंको मेहनत, त्याग, पसिना र सङ्घर्षपछि तपाईँ विश्वको सबैभन्दा ठुलो एमएमए मञ्च युएफसीको ढोकासम्म पुग्नु भएको छ। तपाईँको सपना अब पुरा हुन केही कदम मात्र टाढा छ। तर त्यही समयमा तपाईँको सबैभन्दा ठुलो चिन्ता प्रतिद्वन्दी होइन, भिसाको बनेको छ। त्यही अवस्था अहिले नेपाली फाइटर रविन्द्र ढाडको छ। रोड टु युएफसीको अघिल्लो चरण खेल्न मकाउ जाँदा उनले भिसा ढिलो प्राप्त गरेका थिए। त्यसकारण उनी आफ्नो टोलीभन्दा पछि प्रतियोगिता स्थल पुगे। अन्य खेलाडीहरू तयारी, अभ्यास र वातावरणसँग घुलमिल भइसकेका बेला रविन्द्र भने अझै यात्रा र कागजी प्रक्रियाको झन्झटमा थिए। तर यति धेरै चुनौतीका बीच पनि उनले हार मानेनन्। सीमित तयारी, दबाव र कठिन परिस्थितिका बावजुद उनले उत्कृष्ट प्रदर्शन गरेर आज रोड टु युएफसीको सेमी फाइनलसम्म पुग्ने सफल भएका छन्। यो केवल उनको व्यक्तिगत फाइनल होइन, यो नेपाली एमएमए को इतिहास लेखिएको एउटा गर्वको अध्याय हो। अब आगामी अगस्त 28मा उनले करियरकै सबैभन्दा महत्त्वपूर्ण भिडन्त हुँदैछ। जित हासिल गर्न सके उनी युएफसी सम्झौताबाट केवल एक कदम टाढा रहनेछन्। तर दुःखको कुरा, फेरि पनि भिसा सम्बन्धी समस्या दोहोरिने हो कि भन्ने चिन्ता देखिएको छ। सोच्नुहोस् त, एउटा खेलाडी जसले आफ्नो सम्पूर्ण जीवन खेलका लागि समर्पित गरेको छ, जसले नेपाललाई विश्वमा चिनाइरहेको छ, जसले आफ्नो ऊर्जा प्रतिद्वन्दीलाई हराउने योजना खर्च गर्नुपर्छ कि भिसा कहिले आउँछ भन्ने चिन्तामा। रविन्द्र ढाड अहिले केवल आफ्ना लागि लडिरहेका छैनन्, उनी हरेक नेपालीका सपना बोकेर रिङमा उत्रिँदैछन्। उनी जित्दा केवल एउटा खेलाडी जित्ने छैन, नेपालको झन्डा जित्नेछ, नेपाली एमएमए जित्नेछ र हजारौं युवाको सपना जित्नेछ। आज देशभरका खेलप्रेमीहरू उनको सफलताको प्रतीक्षामा छन्। सबैको एउटै चाहना छ, रविन्द्रले आफ्नो सम्पूर्ण ध्यान खेलमा केन्द्रित गर्न पाउन्। किनभने विश्व स्तरको प्रतियोगितामा सफलता प्राप्त गर्न प्रतिभा मात्र होइन, समयमै तयारी र उचित वातावरण पनि उत्तिकै आवश्यक हुन्छ। हामी आशा गर्छौँ सम्बन्धित निकायले आवश्यक पहल गर्नेछ र यसपटक कुनै प्रशासनिक अवरोधले नेपालको यो सपनालाई रोक्ने छैन। अगस्त 28मा जब रविन्द्र ढाड रिङमा उत्रिनेछन्, उनी एक्लै हुने छैनन्। उनको साथमा करोडौं नेपालीको आशा, विश्वास र शुभकामना हुनेछ। आउनुहोस्, हामी सबै मिलेर उनको समर्थक गरौँ, किनभने विश्वमञ्चमा नेपालको नाम चम्काइरहेका योद्धालाई अहिले सबैभन्दा धेरै आवश्यकता हाम्रो साथ छ।